नमस्कार दर्शकबिन, तपाईँहरूको लागि एकदमै राम्रो राम्रो कन्डिसनको तपाईँहरूलाई सुहाउने एकदम राम्रो खालको बाइकहरू सबै प्रकारका छन् हामीसँग। त्यस्तो बाइकहरू लिएर उपलब्ध भइसकेको छु। तपाईँहरूलाई म सर र बाइकहरूको प्राइस एकचोटि भनिदिन्छु। सर हेर्दै जानु होला। तपाईँहरूलाई कुन बाइक मनपर्छ त्यसको स्क्रिनसट गरेर हामीलाई तल दिएको नम्बरमा पठाइदिनु होला। एकचोटि म सर तपाईँलाई बाइकहरू देखाउँछु। यो बाइक भयो NS 160 2020 मोडलको, एकदम फ्रेस कन्डिसनमा छ। टायरहरू लुक्सहरू एकदम राम्रो छ। तपाईँलाई यसको पर्न आउँछ 1,70,000 रुपियाँ। यसमा थोरै मिल्ने ठाउँ पनि छ। अर्को छ NS 160 नै हो, यो 2019 मोडलको, यो 1,60,000 मा आउँछ भने अर्को छ 2022 मोडलको, यो NS 160 नै पर्यो पनि। गाडी एकदम फ्रेस कन्डिसनमा छ। यसको पर्न आउँछ तपाईँलाई 1,95,000 रुपियाँ। 2021 मोडलको FZ V2 कालो कलरमा अहिले खोजेर पनि नपाउने गाडी मेरोमा आइपुगेछ। तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ प्रतिक्रिया दिनु होला। गाडी राम्रो छ, फ्रेस छ। यसको 2021 मोडल हो भने यसको प्राइस पर्न आउँछ 2 लाख रुपियाँ। एकदम फ्रेस कन्डिसनमा छ। 2019 मोडलको गाडी हो यो FZ V3। अहिलेको राजा गाडी भन्छ। राजा पनि अफिसरहरूले, सरकारी कर्मचारीहरूले युज गर्ने गाडी, एकदम फ्रेस कन्डिसनमा छ। 2019 मोडलको हो। यसको पर्न आयो तपाईँलाई 1,80,000 रुपियाँ। यो पनि 2019 मोडलको, एकदम नेभी ब्लू कलर, सबैले रुचाएको कलर, एकदम राम्रो गाडी छ, फ्रेस कन्डिसनमा। 2019 के हो। यसको पर्न आयो तपाईँलाई 1,75,000। अर्को FZ V3 छ 2021 मोडलको, फुल्ली फ्रेस कन्डिसनमा। गाडी हेरिहाल्नु, एकदम दामी लुक्स छ। नेभी ब्लू भने चाहिँ अहिलेको फेभरेट कलर हो। टायरहरू पनि एकदम दामी दामी छ, दुइटै सोलिड गाडी छ। खालि पेट्रोल हाल्ने बुझाउने गाडीहरू एकदम राम्रो कन्डिसनमा। यसको पर्न आउँछ तपाईँलाई 2,15,000 रुपियाँ मात्रै, एकदम फ्रेस कन्डिसनको। 2021 मोडलको हो यो 2024 मोडलको 150 पल्सर। अब यत्तिकै पल्सर पाइन्छ, नयाँ लगेर किन जाने। नयाँ गाडीमा राम्रो छ, फ्रेस कन्डिसनमा। 2024 मोडलको 8,000 मात्रै कुरेको छ गाडी। 8,000 पनि छैन होला, 7,000 पुग्न कुरेको छ। टायर कम्पनीकै छ, फ्रेस कन्डिसनमा, दामी छ। यसको पर्न आउँछ तपाईँलाई 2,50,000 रुपियाँ। फाइनेन्सको पनि सुविधा छ यसमा। तपाईँलाई यो पर्न आउँछ 2023 मोडलको, एकदम फ्रेस कन्डिसन गाडी। अब अहिलेसम्म स्क्रैच पनि लागेको छैन, सानो स्क्रैच पनि, फ्रेस कन्डिसनमा छ। 2023 मोडलको गाडी, बबाल फ्रेस। यो तपाईँलाई पर्न जान्छ 3,10,000 रुपियाँ मात्रै, एकदम फ्रेस कन्डिसनमा छ। अर्को गाडी छ यहाँनिर 2018 मोडलको गाडी छ 150 पल्सर। जो कोहीलाई अब सुइटेबल हुने प्राइसमा, एकदम सस्तो प्राइस 1,35,000 मा आयो। 2018 मोडलको गाडी एकदम दामी छ। 17 मोडलको NS 160 सेतो कलरमा, एकदम फ्रेस गाडी छ, जिरो स्क्रैचेस भएको राम्रो गाडी छ। यसलाई अब तपाईँलाई आउँछ 1,35,000 मै आयो भने। यो अलिकति लग्जरी खोज्दै हुनुहुन्छ भने, अलिक छोटो हाइट हुनेहरूलाई एकदम लग्जरी बुलेटको 350 मिट्रो भन्छ यसलाई चाहिँ, एकदम राम्रो कन्डिसनमा छ। अब यो गाडी 2024 मोडलको हो। यो तपाईँलाई आयो 4,65,000 मा, एकदम दामी गाडी छ। सोरुममा जानु भयो भने 6 लाखसम्म भन्छन् तपाईँलाई। अर्को आयो यो R15M। यो चाहिँ M हो, 2023 मोडलको, मात्र 4 लाखमा आयो तपाईँहरूलाई। एकदम फ्रेस कन्डिसनमा छ। इन्जिन त सिल प्याकै हो, सिङ्गल ह्यान्डेड पनि हो। अर्को आयो 2022 मोडलको R15 V3, 2022 को। यसको अब मोडल र फिचर भन्नु पर्दैन होला, एकदम दामी छ। सिल प्याक इन्जिन, सिङ्गल ह्यान्डेड। यसको प्राइस भनेको
3,30,000 मात्रै 2022 को। यो 2019 मोडलको पल्सर 150 डबल डिस्कमा छ, एकदम फ्रेस कन्डिसनमा छ। यो आयो 1,55,000 मा। अर्को यो पनि 19 मोडलको, यो पनि 1,55,000 मै आयो। अर्को यो पनि 19 मोडलको छ, यो 1,55,000 मै आयो। यो 2019 मोडलको 18 मोडलको एकदम फ्रेस गाडी छ। सीट कभर चाहिँ बनाउन दिएको छु, गाडी दामी छ। यो आयो 1,20,000 मा जिक्सर 2018 को। यो आयो 2017 मोडलको 150 पल्सर सिंगल डिस्कबाट, एकदम राम्रो गाडी छ। यो तपाईँलाई पर्न आयो 1,27,000 मा आयो, राम्रो गाडी छ। 2022 मोडलको 220 पल्सर, अब यतिको पल्सर बाइक नयाँलाई किन जाने, नयाँ भन्दा बेटर पर्फर्मेन्स हुन्छ, कुदाउन पनि राम्रो, एकदम राम्रो लग्जरी गाडी। 2,55,000 मै आयो, दामी गाडी छ। अर्को गाडी चाहिँ यो 2018 मोडलको ब्लू कलरको, अहिले नपाउने कलर, एकदम दामी लाइट ब्लूमा पर्छ। यो गाडी सोलिड छ। यसको प्राइस बनायो 1,35,000 मात्रै, 2018 मोडलको पर्छ 1,35,000। 2017 मोडलको 1,25,000 मा आयो 150 पल्सर सिंगल डिस्क हो। अर्को 2016 मोडलको पल्सर हो, एकदम दामी कन्डिसन छ, 1,15,000। यो पनि 1,10,000 2016 मोडलको। अर्को 2016 मोडलको 1,15,000। राम्रो राम्रो कन्डिसनको गाडीहरू छ। छानी तपाईँहरूलाई कुन बजेटमा कुन गाडी सुइटेबल हुन्छ छानेर स्क्रिनसट गरेर पठाइदिनु होला। अरू पनि गाडीहरू छन् यहाँ। अब यो ग्राजियाको त कुरै गर्नु परेन, ग्राजिया एकदम राम्रो छ। 2020 मोडलको मात्र 1,60,000 मा आयो, गाडी फ्रेस छ। अर्को 2022 मोडलको ग्राजिया नै हो, यो पनि फ्रेस छ, एकदम दामी कलर छ, चलेको कलर हो। यो आयो 1,80,000 मै। यहाँ एभेन्जर छ, 160 एभेन्जर 2021 मोडलको, एकदमै चलेको गाडी, छोटो हाइट हुनेको लागि एकदमै लग्जरी हो। यो गाडीको प्राइस पर्न 1,85,000। यो गाडी 2016 मोडलको गाडी हो, 1,15,000। यो 150 पल्सर मेरोमा चाहिँ अब अहिले सबैभन्दा सस्तो आपाची 200, एकदम दामी गाडी छ, 2016 मोडलको 88,000 मा यो तपाईँहरूलाई आउनेछ। अर्को गाडी छ एभेन्जर। कोही सिक्ने, कोही कुदाउने बुढो मान्छे हुनुहुन्छ, ढाडको समस्या छ भने एकदम राम्रो गाडी छ। 220 सीसी मा टाढतिर पनि मजाले तान्छ, एकदम राम्रो कन्डिसनमा छ। यसको तपाईँलाई पर्न आउँछ 1,05,000 मात्रै। अर्को यहाँ छ एउटा गरी खाने खालको गाडी, यसो काममा जान आउनको लागि 60,000 मात्रै। कर सर किन्ने भराउँछ, यो चाहिँ एकदम राम्रो गाडी छ। अब अन्य गाडीहरू बाहिर आइदिनु होला, बाहिर म देखाइदिन्छु। पुस गर पुस।